कञ्चनजङ्घा आरोहणको 70औं महोत्सवमा लिम्बूहरूले लिम्बू नाच देखाउँदै यहाँ प्रस्तुत गरेका छन्। यो चाहिँ ओलाङचुङगलाको शेर्पाहरूको स्याब्रु नाच कञ्चनजङ्घा हिरक महोत्सवमा आफ्नो अतिथिहरूलाई देखाउँदै। यहाँ चाहिँ म आदर्श छेत्री एङ्करिङ गर्दैछु। यहाँ चाहिँ म अडियन्सको डिमान्ड पुरा गर्दैछु। उनीहरूको गानाको डिमान्ड आइरहेको अवस्था छ। यहाँ चाहिँ न्यू क्रिएसन सेन्टरका भाइ बहिनीहरूले आफ्नो नृत्य प्रस्तुत गर्दैछन्। निकै नै राम्रो नृत्य रहेको थियो उनीहरूको। यहाँ चाहिँ हामी डान्सलाई इन्जोय गरिरहेका छौँ। हामी पनि डान्समा झुमिरहेका छौँ। निकै नै मजा भइरहेको छ। यहाँ आयुष र म छौँ। यो चाहिँ हामी गायकहरूको साँझको साङ्गीतिक गानामा हामी झुमिरहेका छौँ। रमाइलो निकै रमाइलो भइरहेको छ। यहाँ चाहिँ हाम्रो कार्यालयको कार्यालय सचिव मनकुमार सर होस्टसँग नाच्दै हुनुहुन्छ निकै झुमेर। यहाँ चाहिँ सरको छोराले बुवालाई नाच्न नदिएको अवस्था छ। देखेर अचम्म मान्दैछन् बाबु आफ्नो बाबालाई नाचेको देखेर। अहिले चाहिँ हाम्रो परिषदका सदस्य सचिव मनकुमार राई सर र अन्य टिम होस्टसँग गायकहरूको गानामा नाच्दै झुम्दैछन्। स्टेजमा धेरै निकै रमाइलो छ, तर ग्राउन्डमा पनि उत्तिकै रमाइलो रहेको देखिन्छ। यहाँ चाहिँ म पनि ग्राउन्डमा उहाँहरूसँगै रमाइलो गर्दैछु, गानामा इन्जोय गर्दैछु डान्स गरेर। यहाँ चाहिँ आइटम डान्समा बहिनीहरूको दमदार प्रस्तुति रहेको छ, जसलाई हेरेर तल ग्राउन्डका दर्शक पनि मन्त्रमुग्ध भएर नाचिरहेका छन्। आफ्नो मिठो स्वरले दर्शकहरूको मन जित्दै मिलन नेवारले आफ्नो गायकी प्रस्तुत गर्दैछिन्। भोक निन्द्रा लागेको छैन भन्दै गायकहरूले गाइरहनु भएको थियो। हामीलाई उहाँको आवाज सुनेर साँच्चै नै भोक निन्द्रै हराइसकेको थियो। यहाँ आदर्श छेत्री आफ्नो
धुनमा नाचिरहनु भएको छ उहाँको गाना सुनेर। र म यहाँ चाहिँ ग्रुपमा नाचिरहेको छु काला रातै भन्ने गानामा। निकै राम्रो गाना रहेको थियो उहाँको प्रस्तुति। हामी पनि ग्राउन्डमा बसेर फुल बुट्टे सारी सपक्क पारी भन्ने गानामा झुम्दैछौँ। कौशीमा त होइन, ग्राउन्डमा बसेर उहाँको प्रस्तुति हेर्दा हाम्रो मन निकै नै हलचल भयो। फड्की रहनेले यो चाहिँ ताप्लेजुङको स्थानीय कलाकार भाइको बेजोड प्रस्तुति रहेको छ। भाइको दमदार प्रस्तुति देखेर हामी पनि हेरेको भयौँ। निकै नै हलचल मचाएका थिए ग्राउन्डमा र स्टेजमा। अरूले मेरो मनको कुरा आँखैबाट पढेको देखिन्छ, आँखा ठुलो बनाउँदैछन्। लाज लाग्यो उठैले बोलिदेऊ गौरी, किन लजाको जरी। यहाँ चाहिँ हामी स्टेजको तल बसेर म गौरी र आसमा भाउजू गायिकाको गायकी सुन्दैछौँ। नानी निदाइरहेकी छन्। पछाडि अडियन्सलाई देख्न सक्नुहुन्छ। निकै नै जुन मस्त मौला भइरहेका छन् अडियन्सहरू गायकको गायकीमा। यहाँ चाहिँ गायिकाले लिम्बू भाषामा रहेको गाना प्रस्तुत गर्दै हुनुहुन्छ। पालाम गाना निकै नै राम्रो रहेको थियो उहाँको पालाम गाना। यहाँ चाहिँ सुन्दर साउन्ड सिस्टम धरानले गायकहरूलाई प्राविधिक सहयोग गरेर ट्र्याक बजाइरहनु भएको छ।
हामीले सङ्गीतको शब्द नबुझे पनि गानाको धुनमा झुमेर गानाको इन्जोय गरिरहेको छौँ। लिम्बू भाषाको गाना, पालम गानाको। नृत्यकारको नृत्य देखेर खेमदाई र दाबादाई बाहिरबाट नझुमे पनि उहाँको मनभित्रबाट धेरै निकै झुमेको जस्तो देखिन्छ। आँखा नझुम्का हेरिरहनु भएको छ। हामी परिषदका कर्मचारी र परिषद सदस्यहरू दीपक लिम्बूको गानामा स्टेजमै आएर झुमिरहेका छौँ। निकै नै मेमोरेबल क्षण हो यो। हाम्रो आयोजक टिम सबैजना, यहाँ खगेन्द्र फेम्बु सर पनि नानीसँग नाच्दै हुनुहुन्छ। आयोजक टिम पुरै झुमिरहेको छ स्टेजमा कलाकारहरूसँग। कलाकार हुनुहुन्छ सिर्जना निङ्लेको होस्ट दिदी, हाम्रो मनकुमार राई सर नाच्दै हुनुहुन्छ। पछाडि चित्रा म्याडम नाच्दै हुनुहुन्छ। यहाँ लिम्बू गानामा गाना गाउने दिदी हुनुहुन्छ। अब चाहिँ केही फोटोका मान्छेहरूसँग इन्ट्रोड्युस गराउँछु मैले तपाईँहरूलाई। वीरेन्द्र श्रेष्ठ र देवकुमार लिम्बू सर, उहाँ चाहिँ चेतन शेर्पा परिषद सदस्य उलाङसुङ्गोलाबाट। गौरी र लिम्बू भाषामा गाना गाउने गायिका छन् गौरी र गायकार दीपक लिम्बू। pro परिषद अध्यक्ष सर र गायकार दीपक लिम्बू। कडक स्माइलका साथ दाबाइदाई दीपक लिम्बूसँग। यो म आदर्श छेत्री दीपक लिम्बूसँग सेल्फी लिँदै पोजमा। यहाँ चाहिँ गायककारहरूको ग्रुपसँग फोटो खिच्दै हामी, म चाहिँ लिम्बू भाषाको गायिकासँग फोटो खिच्दै हाम्रो ग्रुप सेल्फी रहेको छ। भान्जा दाईसँग ब्याकग्राउन्डमा लेलेफ गाउँ। मनोज गजुरेलसँग अध्यक्ष सर, मनोज गजुरेलसँग हिमाल दाई, म र गौरी ऐसेलु टिप्दै ऐसेलु खाँदै ऐसेलु एकअर्कालाई आदान प्रदान गर्दै मैले ऐसेलु लिइरहेको छु गौरीको हातबाट। यहाँ चाहिँ हाम्रो ग्रुप फोटो रहेको छ, लेलेफ देखिएको छ पछाडि। हाम्रो खेमदाई मनोज गजुरेल सरसँग, खेमदाई र हिमाल दाई मनोज गजुरेल सरसँग हाम्रो फरेस्टी ग्याङको ग्रुप फोटो। म अहिले मनोज गजुरेलसँग फोटो खिच्दै, मनोज गजुरेल दाईसँग पोज दिँदै फोटो खिच्दै, भान्जा दाईले स्माइलका साथ पोज दिँदै, म र गौरी मनोज गजुरेलसँग फेरि फोटो खिच्दै छौँ। म र गौरी आइसबाईले ऐसेले टिपेर हामीलाई देखाउँदैछन्। होस्टिङ गरिरहेको अवस्था रहेको छ र कल्पना मेमले मलाई पनि सहयोग गर्दै हुनुहुन्छ होस्टिङमा। म र गौरी सेल्फी पोइन्टमा फोटो खिच्दै, भाउजू र गौरी पनि फोटो खिच्दै, म चाहिँ हेलिकप्टरबाट ल्यान्ड भएर जस्ट अगाडि बढ्दै, म र मेरो श्रीमती गौरीको सेल्फी। यही थियो हाम्रो 3 दिने कञ्चनजङ्घा हिरक महोत्सवका झलकहरू। निकै नै रमाइलो र यादगार पलहरू थिए।